God bless you, मेरो बेबीलाई. Okay guys, आजको मैले चाहिँ यसलाई फेरि मसँग ठिक्क ठिक्कको पिस बनाएर चाहिँ है चाहिँ यहाँ आउँदाखेरि त मसँग स्यापमा बस्दै रहेछ. Hi guys, welcome back to my another vlog. फेरि पनि स्वागत गरेँ यहाँहरूलाई मेरो another day another vlog मा. साथीहरु आज चाहिँ मैले त्यतिखेर मेरो vlog स्टार्ट गर्दैछु है. धेरै दिन पछि हैन. मेरो पेन्डिङमा भिडियोहरु पनि छ तर म एडिट गर्नु पाइरहेको छुइनँ. टाइम बिजी अवस्था छ हैन. सो त्यस्तै भए पनि म चाहिँ फेरि आज चाहिँ vlog स्टार्ट गरेँ अन्त है. सो अनि म चाहिँ जुठो भाडा लिएर जाँदैछु. के रे पढ्दै छैन अरे डिसिप्लिनमा ल्याउनु भन्छ सरले. खाने बोलाउँदै छ त तल. ल सबतिर आज चाहिँ खाने अरे मैले ढिँडो पकाइदिएको अरे. ए खाएन काकीले के खानु हुँदैन. कस्तो भएछ अहिले चाहिँ काकी. ल आमाले धेरै पकाएर छोरा रक्सी र ढेँडो मासु खाँदैछ. यी जग्गा छ मलाई यतिको माया गर्छ. हामी चाहिँ माइत जाँदैछु. यतिखेर अचार बोक्यो अरे. कुन माइतमा हौ यो ठुलो घरको माइतमा कि यहाँको माइतमा हौ. ल माइत आइपुगे साथीभाइहरू. ल फाइनली हामी चाहिँ इन्जोय अन्त के अरे दुख्छ होइन. ल अब सालालाई कहाँ पठाउने अरे मेरो बुढाले. मलेसिया पठाउने अरे. बुढीलाई अस्ट्रेलिया पठाउँछ अरे. अब चाहिँ मुखमा बिर्को लगाएर खाऊ है भातहरू. यहाँ नै भात खाँदाखेरि मुखमा चाहिँ ताला नलागेपछि एक बोतल डिउ खाएपछि चाहिँ मेरो बुढाको अवस्था चाहिँ अलिक गम्भीर भएको. लास्टमा चाहिँ दिदीले पकाएको जस्तो भयो. लास्टमा चाहिँ दिदीले अघि मैले पकाएको भन्दाखेरि चाहिँ उयोले के अरे दिदीले पकाएको जस्तो भएन भन्नुहुन्छ. अनि फेरि अहिले चाहिँ दिदीले पकाएको जस्तो भयो अरे. भएन भन्दै छ हौ. कस्तो भयो त अहिले मिठो भयो अरे क्या खाइसकेपछि. धेर लगा कदम चालको कडै खालके कदम चाल दियो कि क्या हो दिदीले. के रहेछ अरे भन दिदीले पकाएको एकदम स्वादै अलग अरे. मिठो अरे. नभएर होला नि एक थाल नि भाइ. के पनि भन्नु परेको. यो खोर्सानी चाहिँ हामी आफैले रोपेको अस्ति नै है. भाउजू र मैले रोपेको डल्ले खोर्सानी कत्रो धेरै फलो थियो हेर्नु साथीहरू. मधेसमा चाहिँ एकदम मलिलो हात. कम ठुलो डल्ले खोर्सानी. यो त अलिक ठुलै पो छ बरु भन्दा. रोपेको डल्ले खोर्सानी. यहाँ रक्सी बोकेर कुद्दैछ है. भूमि आको दिए भन्छ नि त सुता माथि अरे नि खाने दाइ. अरे जोडी भएर लानु है उसलाई पनि. साथीहरू दिनभरि यसो म चाहिँ दिउँसो एकछिन आराम गरेँ होइन. अनि एकछिन मेरो भिडियो एडिट गर्नु पर्यो भनेर सोचेँ कि तर कस्तो निन्द्रा लाग्यो यस्तै भयो. अनि एकछिन आराम गरेँ होइन. मेरो बुढाले चाहिँ राको मासु साथी भाइहरूलाई लगिदिनु पर्ने अरे. उसले त खाँदैन होइन. अनि मेरो भाइलाई ल्याइदिनु पठाएको थिएँ. अनि ल्याइदिएको रहेछ. यत्रो पिस पारेर बनाएको रहेछ चारवटा.
हो अन्त म चाहिँ पिस बनाएर चाहिँ अन्त पकाइदिँदैछु यसलाई चाहिँ अब सुकुटी बनाऊँ भने टाइम लाग्छ होइन यसो खरियाएर चाहिँ पठाइदिने सो म चाहिँ यहाँनिर बनाउँदैछु रहेछ त्रिलिना स्कुलबाट आएर खेल्दैछ के गर्दैछ बाबा आज मेरो बाबाको बर्थडे ओ धतरी माया सो गाइस ल जा खेल अन्त म चाहिँ चाउमिन पकाउँदैछु यो चाउमिन चाहिँ कस्तो छ भनेर भन्छ भने यहाँ हेर्नु होला चाउमिन बेसी चाहिँ यो चाहिँ धरानी के भन्छ यसलाई पुमा नुडल्सलाई चाहिँ म चट्ट पारेर पकाउँदैछु हाई गाइस मलाई चाहिँ यो ओठेले मलाई रिस उठाउँछ घरि न घरि है दिउँसो खाना खानु गएको माइतमा मातेको कस्तो हुन्छ बिहोरा होइन हो कि होइन कस्तो भयो राम्रो भयो भन्दै होला होइन अन्त एउटा मनले चाहिँ रिस उठेर एकै ठाउँमा गाला रन्काइदिन्छ चाहिँ रिस उठ्छ अब के गर्नु फेरि एक दुई दिन भएको भएदेखि त म करङ नै भात दिन्थेँ नि अब यहाँनिर बसिराखेको रहेछ अन्त मच्छेटलाई चुप्पा खानु लगाउँदै बस्दै रहेछ यहाँनिर है 2-3वटा मच्छेटहरू घुमेको छ म आएकोदेखि त भागेर उता बत्तीतिर गइरहेछ अनि सकिँदैन साथीहरू ल यस्तै छ कस्तो भयो है पाण्डे कस्तो भयो मिठो भयो अझै खाने मिठो भएन भन्नु भने त फेरि कार्यक्रम हुन्छ भनेर होला मिठो भयो भन्छ मन नपरे अन्त यस्तै छ साथीहरू यो चाहिँ दिन कहाँ जाने लाग्यो बाडली खोली माया खोकी लाग्यो हामीलाई कहाँ जाने मछली खानु फिस स्पेसल ल अब चाहिँ हामी एकछिन आराम गरेर म चाहिँ तल ओइ जुठो भाँडा खोइ झारेको सो गाइस अरू त के भन्ने है अब भोलि चाहिँ मेरो बुढा जानु हुँदैछ सो थोरै इमोसनल है बिहान चाहिँ मलाई माथ्यो कि मेरो बुढा मेरो फेरि दिमाग खराब गर्यो अनि के गर्ने फेरि अब यसलाई कहाँ जाम भन्दैछ क्या धुवाले गर्दाखेरि सो गाइस ग्यास लु भन मच्छीले मलाई टोक्यो अनि टोक्याएर मजा आएन अनि भुत्ला लिएर जाने अरे अब होइन हो कि होइन बोल केही बोल त केही बोलिदेऊ म रक्सी खान्छु म गुड्का खान्छु आई लभ रक्सी आई लभ गुड्का भन यस अगाडिदेखि भन छिटो म गुड्का खान्छु रक्सी खान्छु आई लभ रक्सी हेर फेरि भन त आई लभ कौशी ल त्यहाँ छुट्टी अलिक दिनु भयो त रिसुटी पनि हाँस्नु पऱ्यो सो जुठो भाँडा लिएर झर्दैछु म राँगाको मासु चाहिँ अझै पाएछ नि त राँगा भन्दा पनि भैँसी होला गाइस त्यो मेरो भाइलाई ल्याउनु लगाएको बुढा मातेर स्लिपिङ भइहाल्यो अनि अब मेरो बुढाले चाहिँ खाँदैन कि खासमा तर के गर्ने खानु त खान्छ तर उसलाई बिसाउँछ त्यो भएर खाँदैन पैसा
आमा र छोरा आएको होइन नेपाल अन्त मैले किन मारेर ल भन्छु त अनि त्यहाँको त अब खानु मन लागेर खाएर त खाएको थियो होला भेटी होइन उसले पक्रिगयो अनि यदि पैसा दिए अनि छोडिदिन्छु भनेर पुलिसले होइन अन्त मलाई पैसा मागेर त्यहाँदेखि लगेर पैसा लगेर दिएन मुस्यो गरेर पछि गएर हेरेको त्यहाँदेखि पैसा दियो पुलिसलाई अनि त्यहाँदेखि एक्लै एक्लै त आमा छोरा आएको अनि कोसँग उहाँ दोकान छ त्यहाँ खाँदा खाँदा पुलिस आएर पक्रिगयो दोकान होइन त्यही प्लेटफर्ममा खायो भनेर त पाउँदैन त्यो बजार घप्टो परेर सुने गर्थ्यो के गर्थ्यो पनि म त पछाडिबाट गएर च्यारेर त एउटा सिक्रेट सल्काउँदो रहेछ त्यो बिहा लौरेले त्यहीँनिर एउटा सल्काउँदो रहेछ त्यहाँदेखि बिराट कहाँ बिराट कहाँ सुने त भइहाल्थ्यो होइन ढुङढुङ्की ढुङढुङ गर्दै निन्द्रै लाग्ने मेरो कल गरेको पछाडिबाट गएर हेरेको बिल्डिङ 4 जना राकेश के अरे त राकेश थापा विकास थापाले 5 जना भुरा 6 जना विनय 7 जना एउटा तुलसन खुब अमृत खाएको नि त्यो ब्यारीहरू सबै तानो सबै छ अझ मरेको बुट्टी भगवान् के गर्न छोरा यस्तै रहेछ अनि म त भनिनँ विराट कालाले भनिनँ विराट काला साले बिडी खाएर टोइलेटबाट बिडी सिगरेट बनाउँछ भनेर त्यो आमाले कराउँछ ल आज चाहिँ ल मेरो छोरा कति दिनपछि चाहिँ आज पढ्दैछ कति दिनपछि पढ्दैछ मेरो छोरा अब चाहिँ मेरो छोरालाई अलिअलि ज्ञान आउँदैछ अब चाहिँ राम्रो पढ्छु भनेर भन्दैछ कस्तो गर्छ तर मेरो छोराले पढ्यो भने चाहिँ गर्छ नपढेपछि त कसरी त जति जान्ने इन्टेलिजेन्ट फर्स्ट वर्ल्डको फर्स्टलाई पनि नपढिकन त जान्दैन नि त अनि पढेपछि चाहिँ मेरो छोराले गर्छ गर्दैनस् फेरि भन्दा फेरि भन्नु छु दारे छोरा गर्छु गर्दैनस् भन्छ छिटो म पढ्छु कोसिस गर्छु भने के हो ट्युसन गर्छ स्टार्ट गरेको छ है साथीहरू मेरो छोराले पढ्नुको लागि आज चाहिँ बाबाले स्कुलमा गएर चाहिँ छोराको पढाइ बुझेको बाबा झन्डै बेहोस भयो है तर मेरो छोराले गर्छ नपढिकन त कहाँ हुन्छ त नि नपढिकन त कसैलाई नि आउँदैन नपढेर चाहिँ हो कहाँ मेरो छोरा नपढेर चाहिँ के अरे फेरि मोबाइल नतानै पढ्दै कहाँ आउनुभएको त छोरो बाबा जाने भनेको त उता आएर यहाँ पो गुटमुटो भएर बस्नु त पढ्नु छोडेर त म त केही जान्दिनँ भाइ पार्का आज तेरो बाउले स्कुलको नतिजा हेरेर आएको पार्का नाटा साटा अब गोली मारिदिइसक्यो तेरो बाउले थाहा छ खोइ तेरो टुरमा नाङ्गै जाने कहिले हो टुर चाहिँ अर्को महिना तेरो बाउलाई भन् बाबालाई भन् पार्का टुरका के भनेको सो गाइस राम्रो चाहिँ पढ्दैन होइन ठुलो मोबाइल लानु पर्दैन अब हराइहाल्यो अब मोबाइल त अब अनि कहाँ कसरी हरायो त नि त्यो त महँगो कति मोबाइलको प्राइस हेरेको थिएन गुगलमा कति हजारको मोबाइल 46 अहिले 46 भइरहेछ पहिले 2 साल अगाडि कति थियो नेपालमा बिग्रेको हो अब मोबाइल खेल्दैन अब त्यो घरदेखि बाहिर जाने बित्तिकै त्यो ब्ल्याक एन्ड व्हाइट मोबाइल त्यही बोकेर जाने त्यही सानो लाने अनि मम्मीले फोन गर्छ मम्मीले फोनै गर्नु पर्दैन 6 बजे घरमा आउने मोबाइल त ब्ल्याक एन्ड व्हाइट मोबाइल जहिले बोकेर हिँड्दैन भोलि त सपनामा छस् पनि अब केटाकेटी त्यस्तै हो भनेर चाहिँ पढ्छ होला भन्ने चाहिँ आश चाहिँ पुरा नै छ अब आमा बाउको त्यही त हो नि आश है साथीहरू ल अहिले चाहिँ म मेरो बेडमा आइसकेको छु गाइस 3 वर्ष 4-5 वर्षमा कहाँ जान्छस् बाबाकै कम्पनी म त के अहिले भन्छ के चाहिँ गर्न सक्छ भन्नु सक्दैन अरू त्यो पढ्छु न त्यही गरेर नि के गर्छ अरे बाहिर गएर पढ्यो 4 वर्ष पढ्छु त्यसपछि काम गर्न थाल्यो कहाँ गएर पढ्ने पढ्दै काम गर्छु कहाँ गएर पढ्ने जापान गएर कोरिया गयो जापान गयो भने त 15-20 लाख त लाग्छ 15-20 लाख 17-20 लाख त्यति लाग्छ कोरिया गयो भने फेरि कोरिया पढ्नु चाहिँ फेरि काम गर्नु त हुन्छ कति 5-10 लाखमा हुन्छ फेरि महिनाको कति लाख हुन्छ 2 लाख 3 लाख हुन्छ फेरि दिनरात काम गर्नुपर्छ फेरि गुसोर्ने काम गर्नुपर्छ के गुसोर्ने काम सुँगुरको गुसोर्ने भैँसीलाई घाँस काट्ने आलु रोप्ने खेत रोप्ने अनि त्यो गरेर नेपालमा गर्नु भने तपाईँलाई महिनाको 10,000 पनि हुँदैन
बाहिर गएर गर भनेको कति हुन्छ 2-3 लाख लाउरेको नातिहरूको यस्तो हुन्छ बुद्धि इन्डियन आर्मी खोल्यो भने चाहिँ हुन्छ ल साथीहरू मेरो छोराको मामलाको बाजे नि लाउरे है वीर कति लडाइँ लडेको अनि घरको बाजे पनि होइन लाउरे तर मेरो छोराको चाहिँ छैन लाउरे हुन्छु भन्ने त मन सोचमै छैन आफ्नो आफ्नो सोचाइ हो हुनु चाहिँ तर त्यो आफ्नो खुन आफ्नो उयोले त नि हुन्छु भन्ने आँट त गर्छ नि छैन अहिलेको जमानामा आर्मीमा काम छैन लु काम छैन लु जा बाक त्यसो भएदेखि पढ जा गएर जा 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 स्टप गरेर के गर्नु जा